हेलो गुड इभिनिङ एभ्रिवान। यहाँहरू सबैलाई यो मेरो च्यानलमा स्वागत गर्दछु। आज म यस कार्यक्रममा यस च्यानलमा के अरे मेरो आफ्नै छोरा प्रिन्स केसीलाई उहाँको जन्म होइन जन्मस्थान उहाँको बाल्यकाल तथा साथै आजभोलि उहाँ के गर्दै हुनुहुन्छ, कतिमा पढ्दै हुनुहुन्छ, कति ठुलो हुनुभयो होइन, अनि यो बारेमा चाहिँ एउटा सानो कुराकानी, एउटा वार्तालाप जस्तो इन्टरभ्यू जस्तो गर्न गइरहेको छु। आशा छ यहाँहरू सबैले मन पराइदिनु हुनेछ र सल्लाह सुझाव पनि दिनुहुनेछ। र अब म चाहिँ उहाँलाई यो मेरो कार्यक्रममा आमन्त्रण गर्न चाहन्छु र उहाँलाई कार्यक्रममा बोलाउन चाहन्छु। हजुर नमस्ते प्रिन्स केसी। नमस्ते। हजुरलाई यो मेरो कार्यक्रममा एकदमै स्वागत छ। धन्यवाद। अब हजुरको बारेमा मैले होइन, अब हजुरको जन्मदेखि नै कुरा गरौँ न। हजुरको जन्म मिति चाहिँ कहिले हो? 2074 कार्तिक 4 गते। 2074 कार्तिक 4 गते होइन। अनि हजुर चाहिँ हस्पिटलमा जन्मिनु भयो कि घरमा? हस्पिटलमा। अनि हजुरलाई थाहा छ हजुरको बाल्यकालमा हजुर चाहिँ कस्तो हुनुहुन्थ्यो, कस्तो स्वभावको हुनुहुन्थ्यो? एकदमै चकचके हुनुहुन्थ्यो कि एकदमै के अरे ज्ञानी हुनुहुन्थ्यो कि भन्नाले चकचक गर्ने कस्तो कस्तो हुनुहुन्थ्यो हजुरलाई थाहा छ कि? ज्ञानी। ज्ञानी ए भनेपछि मम्मीले ड्याडीले भनेको मान्नुहुन्थ्यो हो र? अनि हजुरलाई चाहिँ के अरे हजुरको फर्स्ट स्कुल कहाँ हो थाहा छ? फर्स्ट स्कुलको नाम के हो? फर्स्ट स्कुलको नाम धनगढीको डिस्कभरी बोर्डिङ स्कुल। त्यहाँ चाहिँ हजुरले कति वर्षसम्म अध्ययन गर्नुभयो? कति वर्षसम्म पढ्नुभयो? कति क्लाससम्म? युकेजी चाहिँ उता पढ्नुभयो होइन? त्यसपछि नर्सरीसम्म चाहिँ त्यहाँ पढ्नुभयो। त्यसपछि चाहिँ एलकेजीदेखि चाहिँ युनिभर्सल भन्नाले कहाँ हो यो युनिभर्सल? कहाँ पर्छ यो? पिपल बोर्ड। कुन जिल्ला? जिल्ला काठमाडौँ जिल्ला पिपल बोर्डमा होइन। त्यसपछि चाहिँ हजुर चाहिँ के अरे युनिभर्सलमा चाहिँ एलकेजीसम्म पढ्नुभयो? एलकेजी मात्रै पढे अनि जम्प गरे अनि 1 मा आए न्युटन हाई स्कुल। 1 देखि चाहिँ तपाईँ हजुरले एलकेजीबाट के अरे युकेजी चाहिँ जोइन गर्नु भएन, त्यसो जम्प गरेर 1 मा चाहिँ हजुरले एक्कासी भर्ना गर्नुभयो होइन हजुरको? भनेपछि ठिक छ। अनि 1 देखि चाहिँ अहिले कति क्लाससम्म पुग्नुभयो हजुर? मैले 4 क्लास पुगिसकेको। अब 4 क्लास पुग्न आले अर्को साल। हजुरले अहिले चाहिँ 3 को एक्जाम दिनुभएको? अब फाइनल एक्जाम अझै छुट्टी भएर अब अर्को वर्षदेखि अब हजुरको भन्नाले अब जनवरीदेखि वैशाखदेखि चाहिँ हजुरको चाहिँ 4 क्लासमा भर्ना हुनुहुन्छ होइन हजुर? भनेपछि हजुर काठमाडौँ आएको कति वर्ष जति भयो? 4 वर्ष। 4 वर्ष जति चाहिँ हजुर काठमाडौँ आएको भयो होइन? अनि हजुरलाई चाहिँ के छ त अनि काठमाडौँ र धनगढीमा फरक के पाउनु भयो? हजुरले कता हजुरलाई राम्रो लाग्यो? भन्नाले कतातिरको पढाइ, काठमाडौँको पढाइ राम्रो लाग्यो कि हजुरको यहाँको धनगढीको पढाइ राम्रो लाग्यो कि के छ हजुरको? यहीँको पढाइ राम्रो लाग्यो। काठमाडौँ राम्रो लाग्यो। पढाइको साथसाथै हजुरलाई चाहिँ अब जस्तै के चिजमा रुचि छ? हजुरलाई खेल्नमा चाहिँ के कुरा, के कुन खेल, कुन गेमहरू खेल्न मनपर्छ हजुर? ब्याडमिन्टन चाहिँ हजुरलाई एकदम मनपर्छ। ब्याडमिन्टनको अलावा अरू कुनै गेमहरू जस्तै हजुरको फुटबलहरू, अरू कुनै गेमहरू? फुटबल, बास्केटबल, भलिबल। हजुरको बेस्ट गेम चाहिँ कुन हो? ब्याडमिन्टन चाहिँ बेस्ट हजुरको। भनेपछि ब्याडमिन्टनमा एकदमै रुचि छ हजुरलाई। अनि जस्तै हजुरलाई चाहिँ स्कुलमा चाहिँ हजुरले यस्तो कुनै कार्यक्रममा भाग लिएर कुनै उसमा पार्टिसिपेट भएर कुनै मेडलहरू जित्नु भएको छ? कुन गेममा त्यस्तो याद छ हजुरलाई? याद छ। कुन गेममा हजुरले मेडल जित्नु भयो अहिलेसम्म? मैले ब्यालेन्स द बुक अनि पेंगुइन रेस। ब्यालेन्स द बुकमा हजुर कुन पोजिसनमा आउनुभयो? फर्स्ट, सेकेन्ड, थर्ड केमा? ब्यालेन्स द गेममा थर्ड पोजिसन ब्यालेन्स बुकमा होइन? अनि अरू कुन? पेंगुइन रेसमा म सेकेन्ड। पेंगुइन रेसमा सेकेन्ड हुनुभयो, त्यो पनि मेडल पाउनुभयो होइन? हैन, पेंगुइन रेसमा फर्स्ट। पेंगुइन रेसमा फर्स्ट। त्यसपछि अरू? चम्मचमा स्पुन रेस
म सेकेन्ड भयो। वाह, ल हजुरलाई के अरे बधाई छ हजुर। के अरे हजुरको यस्तै के अरे प्रगति हुँदै जाओस् होइन। अरू यस्तै यस्तै के अरे क्रियाकलापमा यस्तै गेमहरूमा पनि अझै हजुरले निरन्तरता होइन, अझै के अरे थुप्रै पुरस्कारहरू थुप्रै मेडलहरू होइन प्राप्त गर्नुहोस्। हजुरको भोलिको दिनमा हजुरले पनि अझै राम्रो होस् भन्ने कामना गर्दछु। र के अरे पढाइको साथै हजुरको अनि के छ अब पढाइमा चाहिँ कुन पोजिसन आउँछ हजुरको के छ अहिलेसम्म? म सेकेन्ड थर्ड पोजिसन। थर्डसम्म आउनुहुन्छ होइन। हजुर कामना गरौँ कि हजुर हजुर फर्स्टसम्म आउनु होला होइन। अनि के अरे यस्तै के अरे अब साथसाथै अन्य क्रियाकलापहरू होइन, खेलकुदतिर पनि हजुरको एकदमै राम्रो रहेछ, राम्रो रुचि रहेछ। र अनि के अरे हजुरले मेडलहरू पनि प्राप्त गर्नुभएको रहेछ, एकदमै खुसी लाग्यो। अनि हजुरको घरमा चाहिँ को हुनुहुन्छ? हजुरको फ्यामिलीमा को हुनुहुन्छ? हजुर मम्मी, हजुरको ड्याडी हुनुहुन्छ, हजुरको मम्मी हुनुहुन्छ होइन। त्यसको अलावा हजुरको अनि हजुरबा हजुरमा को हुनुहुन्छ? दादाहरू? हजुरबा हजुरआमा, दादा ठुल्ड्याडी हजुरबुवा अनि के अरे त्यति। ठुलो मम्मी पनि हुनुहुन्छ होइन। ठुल्मम्मी। हस् त प्रिन्स केसी, हजुरलाई के अरे यो मेरो कार्यक्रममा व्यस्तताका बावजुद पनि के अरे मेरो यो निमन्त्रणलाई होइन स्वीकार गरेर आइदिनु भएकोमा, हजुरको अमूल्य समय दिनुभएकोमा एकदमै धन्यवाद दिन चाहन्छु। र आगामी दिनमा पनि हजुरसँग होइन यस्तै जीवनका होइन मिठा तिता होइन के अरे कुराकानी एउटा चाहिँ अझै पनि भोलिको दिनमा पनि हजुरसँग भेटवार्ता गर्न पाऊँ। हजुरलाई हजुरको एकदम अमूल्य समय दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। हजुरलाई पनि धेरै धेरै धन्यवाद। हस् त, नमस्ते। नमस्ते।